65 फिट यता आइसक्यो घर रहेको छ। सबैजनाले हेर्नु होला, यहाँको घर सरेर वहाँसम्म पुगेको छ। हेर्नुहोस् यत्रो घर, 2 तला 2.5 तलाको घर सर्दैछ, काम भइरहेको छ। काम भइरहेको छ, सबजना काम गरिराख्नु भएको छ। त्यो हिँड्ने घर अलिअलि त त्यो ज्याक लाएर हिँड्दैछ घर, टायर लाएर सब ज्याक लाएर हिँडिरहेछ घर। अझै 1 मिटर बाँकी, 1.5 मिटर अझै पछाडि हो। ए त्यो पनि भत्किन्छ क्या। यो झ्याल पनि बन्द गरेको छ, यत्रो घर पछाडि सर्दैछ। यस्तो टायर मारेर हिँड्ने घरलाई केही भएको छैन। यत्रो जग हालेको के काम लाग्यो त फेरि? अन्त त्यत्रो हात्ती पाइले जग हालेर बनाएको कामै लागेन। कहाँसम्म आउने सर? यहाँसम्म अझै कति महिना लाग्छ? 2-3 महिना यहाँ आउन? 20 दिन। कति लगभग पुरा ल्याउन कति टाइम लाग्ने भयो? 2 महिना। 2 महिना यहाँले एक्सेट हुन्छ। यहाँ 105 फिट हुन्छ। 100 ए कति मिटर यता आइसक्यो त? यो 65 फिट यता आइसक्यो घर। कहाँबाट हो नि हजुरहरूको कम्पनी? हजुर नेपालगञ्जबाट। कतिवटा घर सार्नु भयो अहिलेसम्म? 38 वटा। सबै सक्सेस भयो? त्यस्तो पछि खतरा हुँदैन? कति भयो हजुरहरूले गर्न आयो? 17-18 वर्ष। 6 वर्ष 7 वर्ष त नेपालमा भयो। ए यो अब घर अनुसारको पैसा लाग्ने त होला फिट पछाडि। अझै यत्रो यहाँ पछाडि आउँदैछ, आउन बाँकी छ। हेर्नुहोस् ल, धन्यवाद सबैले हेरिदिनु भएकोमा।